ल आज कालसर्प सम्बन्धी केही चर्चा गरौँ। अग्रे राहु पृष्ठे केतु कालसर्प भविष्यति कालसर्प यदा जोगु वंशनाश गरिष्यति भनेर पहिले पहिले हामीलाई पढाउँदा गुरुहरूले भने कता कति भन्नुहुन्थ्यो। तर अहिले आएर यसलाई एउटा पेशेको रूपमा असाध्यै डरलाग्दो गरी कालसर्पले यसले खतमै पार्छ भन्ने जुन चर्चा छ त्यो चाहिँ अलि होइन। कालसर्प पहिले पहिले ठुला ठुला व्यक्तिहरूमा पनि भएको देखिएको छ। जस्तै महात्मा गान्धी, जवाहरलाल नेहरू यिनीहरूको कुण्डलीमा पनि कालसर्प जो भएको देखिएको छ। अगाडि राहु पछाडि केतु छ भने यो राहुले छेक्छ, सबै ग्रह बिचमा परे। एउटा नौलो कुण्डली हो यो। नौलो कुण्डलीमा यस्तो पनि हुन्छ भने नौलो देखियो भन्दैमा तमसै डरलाग्दो गरी यसले पिर्ने चाहिँ होइन। र पहिले पहिला हामीहरूले पढाउँदाखेरि गुरुहरूले पनि भन्नुहुन्थ्यो यसो कालसर्प जोग रहेछ भने कसैको चिना हेर्दाखेरि कालसर्प जोग रहेछ भन्नुहुन्थ्यो। अब कालसर्प जोग त्यसखेर फेरि कुनै पद्धति यसको निवारण गर्ने पद्धति पनि थिएन होला। अब त्यो जस्तै पहिले पहिले घरको वास्तु गर्दाखेरि हामी सानो केटी छँदाखेरि एउटा सानो थोत्रो कागज कहाँबाट पुरोहितले खोजेर ल्याएर गराउँथे कसैका त्यो पनि भने। अहिले अनेका नयाँ नयाँ विधिहरू आए, सजिलो तरिका आयो। जस्तै अब वास्तुपटल आए, ग्रह पटल आए, अनि त्यसको शान्ति गर्ने विधिहरू सजिलो भयो, पद्धतिहरू आए, पुस्तकहरू नयाँ नयाँ आए। आएर यो सबै थोला सजिलो भयो जस्तो यसमा पनि त्यसरी नै सजिलो भयो। अहिले कालसर्प शान्तिको पुस्तकै निक्लिएको छ। पहिले त्यो पाइँदैन थियो र त्यसको निवारणको समाधानको उपाय पनि ज्योतिषीहरूले साह्रै रच मात्रै भन्थे र खासै यसले यसरी गर्नुपर्छ भनेर समाधानको बाटो चाहिँ त्यहाँ पनि भन्दैन थिए। तर कालसर्प जोग रहेछ चाहिँ भन्थे। र यो वंशनाश गरिष्यति वंशनाश गर्छ भनेर लेखेको छ भन्थे। तर मैले त कहीँ चाहिँ देखिनँ त्यस्तो वंशै नाश गर्छ, यस्तो खराबै पिर्छ भन्ने चाहिँ देखिएन। तर राहु र केतु भनेका राहुको नक्षत्र अहलेसाको स्वामी नाग अथवा सर्प र यो केतुको नक्षत्र भरणीको नक्षत्र भरणी नक्षत्रको स्वामी यमराज अर्थात् काल। त्यो काल यो सर्प भएको हुनाले कालसर्प भनिएको। र अनि कालसर्पले सायद डराइदिने, यसले क्याप्पै खाने त्यस्तो होइन, त्यस्तो चाहिँ होइन। तर केही चाहिँ यसले रोक्छ होला। नपत्याउने कुरो हो भनौँ भने ग्रह पनि नपत्याइदिए भयो। यहाँ कागजमा लेखिया ग्रहले क्यार्छ त भनिदिए पनि भयो। तर यो राहु भनेको यी नागको मुख र पुछार भएको हुनाले यो नागको मुखतिर ग्रहहरू जाँदाखेरि केही डराउँछन्, के अजिलो पर्छ भन्ने चाहिँ केही सुहाइलो हुन्छ। तर यसले अब क्याप्पै खाइया कति ग्रहहरू यो राहुसितै बसेका हुन्छन्। त्यसैमा पनि सबभन्दा राहुसित सम्बन्धित ग्रह सूर्य र राहु भयो भने हाम्रो पितृदोष छ, पितृदोष हुन्छ भन्ने हाम्रो एउटा चलन पनि छ र पुस्तकहरूमा पनि लेखेको पाइन्छ। जस्तै सूर्य र केतु, सूर्य र राहु ग्रहण जोग हो भन्ने त हाम्रो हरेक पुस्तकहरूमा पाइन्छ। चन्द्रमा र राहु एकै ठाउँमा बस्यो भने, चन्द्रमा केतु एकै ठाउँमा बस्यो भने ग्रहण जोग हो भने जस्तै यसले छेक्दा पनि केही चाहिँ हुन्छ होला, अवश्य पनि हुन्छ। र यसको लागि ठुलै डरलाग्दै कुरो र अचम्म चाहिँ होइन, म पनि पत्याउँदिनँ। किन भन्दा यसले तमसै बर्बादै पार्ने भए
यो राहु नै यहाँसँगै बस्छ कहिले बस्दाखेरि यिनीहरू ग्रहहरूलाई धेरै असर गर्न पर्थ्यो यिनले पनि फल दिइराखेकै हुन्छन् तर केही चाहिँ यसले केही डराइदिन्छ होला तर यसको लागि फेरि अहिले के पनि पाइयो छ भने यसको शान्ति गर्न मठ मन्दिरहरूमा सामूहिक कालसर्प शान्ति अनि मठ मन्दिरहरूमा लाऊ यति पैसा ल्याऊ हामी कालसर्पको शान्ति गरिदिन्छौँ 25,000 30,000 50,000 भनेको पनि सुनिएको चाहिँ छ देखिएको चाहिँ छैन तर कसैले यहाँ 9वटा कलश 9वटा थाल 9 जोर कपडा के जाय भनेको पनि देखिएको छ त्यो त्यत्रो ठुलो खर्चिलो चाहिँ हो होइन एउटा के हो भने ल यो रच भने पनि यो नागलाई हामीले खुसी बनाउन सक्यौँ भने यो रच भने पनि यो सामान्य त केही छ यसमा नभरै त भनेका होइनन् केही यसले असर चाहिँ गर्छ यो सर्पको मुख भएपछि यी ग्रहहरू यता जान्छन् यो राहु उल्टो घुम्छ उता जान्छ जाँदाखेरि केही डराउनु त कमजोरी त बनाउँछ तर बनाउने भए पनि त्यस्तो हल्लै चलाए जस्तो चाहिँ अलि होइन यसलाई के शान्ति गर्नका निमित्त राहुलाई खुसी गराउने र यो राहुलाई खुसी गराउन सामान्य एउटा गाउँघरतिर के चलन छ भने एउटा घरमा यसो रुद्री पुटिक यसो के स्वस्थ शान्ति गरेका बेला न एउटा थालमा एउटा नाग राखेर अहिले पद्धतिहरू पनि आएका छन् त्यो पद्धति अनुसार सामान्य पूजा गरिदिए पनि यसको हुन्छ त्यो नागको पूजा गरिसकेपछि पनि हामीले नागको पूजा गऱ्यौँ अब मेरो सकियो पनि होइन यसलाई पालना गर्नु पनि अर्को औषधि हो जस्तै यस्तो कालसर्प हुनेवालाले कहिले पनि सर्प मार्न हुँदैन सर्पलाई भयो नि लखाट्नुपर्छ अनि त्यस्तो सपनामा कहिले सर्प देखियो भने पनि अनि नागपञ्चमी शिरपञ्चमीमा नागको पूजा गर्ने एउटा चोखो ठाउँमा एउटा थान अर्थात् एउटा ढुङ्गो राखेर भने नागको पूजा गर्ने र सर्प नमार्ने र कुनै कहिले यसो सर्प देखिएछ सपनामा अथवा कहिले सपनामा सर्प लगाडे तापनि त्यस्तो भएको बेला नागाको त्यो थानमा गएर दुध चढाउने यसो धुपबत्ती गरिदिने त्यस्तो गरिदिनु पनि राम्रो हो र एउटा हामीले पढ्दाखेरि मलाई गुरुले एउटा लेखेर दिनुभएको थियो यो कालसर्पको तमसे खर्चिलो होइन यसलाई पालना गर्नमा बढी ध्यान दिनुपर्छ कालो तिल जौ दुधमा मिसाएर नरिवल सहित कालो कपडामा बाँधेर औँसीको दिनमा जलमा बगाइदिनु कालसर्प शान्ति हुन्छ त्यस्तै शिव पञ्चाक्षरी मन्त्र शिव ताण्डव स्तोत्र नवनाग स्तोत्र पाठ गर्नु शिवरात्रिको दिनमा 10वटा नरिवल शिवजीको मन्दिरमा चढाइदिनु माटोको भाँडामा गाईको दुध भरेर निर्जन ठाउँमा राखिदिनु प्रतिदिन बग्ने पानीमा गाईको दुधको धारा दिनु घरको ईशान्य कोणमा हात्तीको मूर्ति राख्नु आफ्नो जन्मदिनमा गुड गहुँ ताम्रपात्र अथवा तामाको भाँडो दान गर्नु घरको वायव्य कोणमा सफा माटोको भाँडामा पानी भर्नु प्रत्येक महिनाको पञ्चमीमा 1 नरिवल पानीमा बगाइदिनु यदि गरिदिएपछि यी मध्येमा सकिन्छ अब कति सकिन्छ त्यति मात्रै यी सबै पनि होइन सबै पनि होइन यी मध्येमा कुनै गरिदिनु र सर्प कहिले पनि मार्न हुँदैन भनेर यी पालना गर्ने कुराहरू
यसरी अनि घरको मूल ढोकामा रुद्राक्षको माला राख्नु र मयूरको पोख घरमा सेउरनु यो नागदोष शान्ति गर्ने एउटा विधि हो भनेर भन्नुहुन्थ्यो। त्यो कता कता मलाई साँचो पनि लाग्यो, किनभने एकै दिन कुनै काम पनि जति खर्च गरेर गर्दा भन्दा पनि पालना गर्ने कुराहरू टिकाउ हुन्छ। र यो ल कालसर्पै भन्दा पनि किन विभिन्न थरी यहाँ केतु यहाँ राहु रहेछ भने ग्रहहरू केतुपट्टि आउँदैछन् भने यो केतु भनेको पुछार हो। यो पुछारतिर आउँदैछन् भने पुछारले बेर्ला टोकिहाल्दैन। अब यो पुछारतिर आउँदा के कम हुन्छ भने राहुतिर ग्रह जाँदाखेरि अलिकति बढी हुन्छ एउटा। अनि यी ग्रहहरूलाई कति असर गर्छ, कति डराउँछन् भन्ने कुरामा यहाँ राहु छ भने यी तीनवटा ग्रहलाई सूर्य, बुध र शुक्रलाई जति डर छ भने त्यति बृहस्पति र शनिलाई अलि छैन, किनभने यी अलि टाढा छन्। 4 घर 5 घर फड्कन पर्छ। जस्तै मङ्गला धेरै टाढा छ। यसमा त्यसो हुँदाखेरि जस्तै ग्रहहरू यतातिर हुने, यी ठाउँ खाली हुने र यहाँ राहु भयो भने पनि अलिक कम हुन्छ। र केतु यतापट्टि र राहु यतापट्टि भइदियो भने पनि यो सामान्य हो। र यस्तो भयो भने हुँदै होइन चाहिँ यसलाई नभनिहालौँ है। तर यसको राहुतिर जाँदा केही असजिलो चाहिँ अवश्य हुन्छ, किनभने राहुले अमृत खान नपाएर सूर्य चन्द्रमाले छेकिदिएको हुनाले बढी सूर्य चन्द्रमा प्रति इख राखेको हुन्छ। र सूर्य र राहु सँगै बस्यो भने पितृदोष, अथवा चन्द्रमासित बस्यो भने ग्रहण दोष, सूर्यसित बस्यो भने सूर्य ग्रहण दोष हुन्छ भन्ने किताबमा लेखिएको छ भने अब त्यो नाग दोष पनि अवश्य केही त हुन्छ। र यसलाई ठुलो नगरिकन सामान्य एउटा थालीमा दुईवटा नाग राखेर अथवा नौवटै राखे पनि पिठाको बनाए पनि केही फरक पर्दैन। राखेर यसो कुनै हामी स्वस्ति शान्ति गर्दाखेरि सामान्य नागको पूजा गरिदिँदाखेरि पनि त्यो राम्रै हुन्छ। र खास गरेर त्यो एक दिन कुनै दिन पूजा गरिदिएर फेरि सधैँलाई मलाई भयो भन्ने होइन, हामीले नियम पनि पालना गर्नुपर्छ। त्यसो गर्दाखेरि यसले त्यति असर गर्दैन। यो ठुलै खतरा पनि होइन, तर केही चाहिँ पक्का हो। पहिला अब यो पद्धतिहरू पनि केही थिएनन् र कालसर्प रहेछ यसको भनेर हामीलाई गुरुहरूले पढाउँदाखेरि अर्काको हेर्दाखेरि पनि भन्नुहुन्थ्यो। अनि त्यो वंशनाशक ऋषति भन्ने एउटा श्लोक पनि भन्नुहुन्थ्यो। तर भने नि यसको विधि कसरी हो त नि भन्ने कुरो चाहिँ त्यतिखेर त्यति पद्धतिहरू पनि थिएन होला, त्यो थाहा थिएन। अहिले त्यसको पुस्तकहरू पनि आए र अनि यसलाई अलि बढी हावा पनि बनाइएको छ। यो चाहिँ अलि होइन त्यस्तो ठुलो, एउटा सामान्य हो। धेरै यसले औधी धेरै पिर्ने होइन। अब कति ग्रहहरू यिनै ग्रहहरूसित सँगै बसेको हुन्छ राहु, तैपनि अब ग्रहहरूले फल दिइराखेका हुन्छन् र यसलाई त्यति धेरै डराइहाल्न पर्दैन। तर सामान्य रूपमा यसो स्वस्ति शान्ति गरेका बेला घरमा एउटा थालीमा दुईवटा नाग राखेर अथवा पिठाकै बनाएर 9वटा नाग वरिपरि राखेर अहिले पद्धतिहरू छन्, त्यो पद्धति अनुसार पूजा गरिदिने गर्दा यो हामीलाई कुनै रोक्ने कुराहरू मा यसले बाधा हटाउँछ भन्ने चाहिँ त्यही लेखिएको छ। त्यसो हुँदाखेरि यसबाट चाहिँ डराइहाल्नु पर्दैन। र यसले केही यदि हो भने यहाँ अगाडि राहु भएपछि यी ग्रहहरूलाई
यता फर्काउँदाखेरि केही असर गर्ने, उनीहरूलाई केही कमजोरीपना अथवा यसले केही अल्झाउने अथवा अगाडि बढ्ने कुरामा केही ब्रेक लाग्ने केही चाहिँ हुनसक्छ, सम्भव छ। र यसलाई ठुलो डराउनु पर्दैन र आत्ति हालेर गर्नु पनि पर्दैन। खास गरेर यसलाई पालना गर्ने कुरामा बढी हामीले जोड दिनुपर्छ। त्यति हो। ल।